ल त्यसपछि अल्छी आएर आम पनि आएर चाहिँ दिन कटाउनु पर्ने भइरहेको छ होइन मार्छ मार्छ त्यही पनि ए हो ल हाम्रो पुरा निर्णय पचाएको भयो कहाँ राख्छ कहाँ छ गङ्गटा सानो होला गइगयो कत्रो छ ल माछा आयो ओ माइ एउटा त ठुलो परेछ क्या माछा लामो हुने भयङ्कर खाँदैन भयङ्कर भयङ्कर रहेछ यहीँ थाहा जानु पर्ने गयो ठुलै छन् छोडिदियो फुल निकाल निकाल राजा निकाल्नु पुरै खोलिदेऊ We found the crab. यसो हामी बसौँ यहाँ दुई ठाउँमा छोडिदिँदा छोड्दै जाला है जाला खै कत्रो देखाएको खै त्यो दिन के देखाउने चक्कर नआफै गयो 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 त्यो जालले खोलौँ यार खोल खोल एक तल गएन यार खालि जान्छ न के हो त्यो माछा हो क्र्याब पोल्दैछ भने यति राख्दैन बोलाएन मात्र कोइलामा राख्नु त धुवामा लाग्छ यार भयो माछा चाहिँ कति कति रेडी भएछ हाम्रो माछा रेडी हुँदैछ है खाना बहुत मजा आउने रहेछ सानो भए पनि होइन बबल देख्नुहुन्छ नि त्यो त बल देख्छु त त्यो चाहिँ के गर्छ उनी के गर्ने भनेर हो कि अब यहाँ मालतिर राखिहाल्छु त्यो त पहिला पहिला छुट्याउनु पऱ्यो नि त ल हाम्रो त हेमन्त राहुलजी हुन्छ यो चाहिँ गङ्गटा आउनु परिरहेको छ हेरौँ भन्नुहुन्छ कि हुँदैन सक्स हुन्छ कि हुँदैन होइन सक्स भएर देखाउँला हुँदैन हुँदैन ल त्यसपछि त्यहाँ गएर चाहिँ गइसक्यो कि छैन माछा छैन त्यहाँ ऊ त्यहाँ पर गङ्गटा के अरे त्यो भागुता गाह्रै छ त्यहाँ छैन भाग त्यो भाग्यो भागिसक्यो एक लगभग 3 भाग्यो यार त्यहाँ चाहिँ माछा छैन कि भागुता हो भागुता भागुता आधा होइन माछा आधा
तातो ठिक छ नि तातो खानु यो खानु यो खानु ल हर्षण भाइ के छ कस्तो लागिरहेको छ एकदम भवाल रमाइलो भइरहेको छ आज एकछिन बबाल छ नि कस्तो लागिरहेको छ एकदम आज गङ्गटा पनि चाकियो भन त ओके माछा पनि चाख्यो होइन माछा पनि खाइयो पोलेर टक्क ओमेगा 3 कति चाहिँ माछामा ओमेगा त यसमा धेरै होला हो किनभने यो लोकल यहाँको खोलाको हुन्छ अँ, लोकलको पानी छ तालको पानीमा भएकोमा चाहिँ अलिक कम हुन्छ होला जस्तो लाग्छ होइन लाग्छ होइन। सही हो हेमन्त के भन्नु छ सुनेन अलि यता हाम्रो चाहिँ कुकम्यान यो टक्कै माछा मारेर माछा मारेर सही हो